साथीहरू नमस्कार। हामी आज दोस्रो दिन बिजेटीको तयारी गर्दैछौँ। हामीले एक्सनबाट सुरु गरौँ। सोफु भनेको पठाउनु, तेइसिचु भनेको बुझाउनु, साक्कुसेई भनेको बनाउनु, सिउसेई भनेको सच्याउनु, इराई भनेको अनुरोध गर्नु, सुइचेसन अवस्थामा हास्सेई भनेको उत्पन्न हुनु, आइकेचु भनेको समाधान हुन्छ भने, चिएन भनेको ढिलाइ हुन्छ, सिनको च्यो भनेको भइरहेको भन्ने हुन्छ भने, खान्द्र्यो भनेको समाप्त हुन्छ। यसरी तपाईँले भोकाबुलरीहरू दिनमा 20वटाको तरिकाले हामी तयारी गरिरहेका छौँ। अब समयमा साकी होदो भर्खरै, किन्जिचुच्चु भन्यो भने केही दिनभित्र, सिक्यो भन्यो भने तुरुन्तै, जुन्जी भनेको क्रम अनुसार, आरातामेती भनेको फेरि पछि, त्यसपछि पोलाइटमा मौसी आगेमास भनेको भन्छु, कु खाकुनिन कुदासाई भनेको जाँच गर्नुहोस्, ओसिरासे हितासीमास भनेको जानकारी दिनेछु, त्यसपछि सोची इतासीमासिता भनेको बुझेँ, अनि रियोस्यो भनेको बुझ्नुहोस् भन्ने हुन्छ। त्यस्तै अब लेसन फोकस गर्दा चाहिँ इफ केस आउँछ। यदि समस्या छ भने जस्तै यहाँ मोन्दाइगा आरु बाइवा भन्ने भएको छ, यो चाहिँ एकदम बिजेटीको इम्पोर्टेन्टमा पर्छ। जस्तै यहाँ क्वेसन प्र्याक्टिस नम्बर 1मा भएको क्वेसन गर्नु, सिउसेइगा हिच्योना बाइवा गोरेनराकु कुदासाई, यसको सही उत्तर चाहिँ कमेन्ट गर्नुहोला। साथै हाम्रो दोस्रो क्वेसन रहेको छ, गेन्जाई ताइयो वा सिन्को च्यो दे गोजाइमास भनेको छ भने प्र्याक्टिसमा आई विल सेन्ड द डकुमेन्ट भनेको छ। तपाईँहरूले चाहिँ क्वेसन पढेर यसलाई कमेन्ट गर्नुहोला र सक्दो सेयर गरेर चाहिँ तयारी गर्नुहोला।